गेट हो। अब गुम्बा एकदम शान्त ठाउँमा यो गुम्बा हो। यो चाहिँ प्रख्यात गुम्बा नै गोदावरीको चाहिँ। यो गुम्बामा हामी आइरहेको छौँ घुम्न आज। यसो चाहिँ गुम्बा चाहिँ गुम्बाको परिसर। यो गुम्बाको परिसरमा छु अहिले म। यता यो गेट हो, देख्न सक्नुहुने हुन्छ। अनि हामी यहाँ गेटबाट आएको हो। यो तल रोड छ, त्यहाँ 5 तारा कुण्ड छ। अनि यो भित्र हामी आँगन परिसरमा छिरेको छौँ। भित्र यस्तो गुम्बा छ, गुम्बा। यहाँभित्र चाहिँ नि पूजापाठ भइरहेको चाहिँ आवाज सुनिन्छ। यसरी झन्डा यहाँनिर छ त्यसो है। यस्तो गुम्बा छ है, गुम्बा पछाडि बेग्ला गुम्बा, पछाडि गुम्बा छ पछाडि। बाहिर परिसर छ। जय ओ भौ, जय प्रभु उमा प्रेमे। मन्दिर परिसरभित्र हामी छिर्दैछौँ अब म यहाँनिर। पूजा ध्यान भएको छ यहाँ अहिले यतिखेर। जय होस् प्रभु, जय भगवान। मैले बेच्च चराएँ मैले सहमत तपाईँले। यति मन शान्ति भयो, यति मन शान्ति भयो। त्यो गुम्बा बढी गुम्बाको पैसा भित्र छ है, गुम्बा पैसा छ। यो गोदावरी हो। यहाँ पुरा पूजापाठ भएको छ यहाँनिर। मयूर, यो मयूर हो। यस्तो मजा बनाएको मयूर है। सेम फेड मयूर, यो आर्टिफिसियल हो। जय प्रभु, जय भगवान, भगवान जय हो। हामी यो गुम्बाभित्र अघि देखाइसक्यौँ, दृश्यमा देखाइसक्यौँ हजुरहरूलाई। यो गुम्बाभित्र पनि यो बाहिरको सिन यस्तो छ, भित्र पनि देखाइसक्यो। चक्कै जङ्गलको फेदमुनि छ, माथि घना जङ्गल छ, जङ्गलकै फेदमा यो गुम्बा रहेको छ। यहाँ झन्डाहरू वरिपरि झन्डा गाडेको छ। यस्तो छ है, भित्र पनि देखेको छ कि बाहिर यस्तो राम्रो सिन छ। यो भवन पनि भित्र यस्तो राम्रो छ, भित्र पनि अघि देखेको छ हजुरहरूलाई, त्यस्तो हुनेछ। हामी म बाहिर निक्लिने तयारीमा छु अब म यतिखेर। तपाईँसँग